युरोप जान चाहने नेपालीहरूको संख्या हरेक वर्ष बढिरहेको छ। सामाजिक सञ्जालमा महिनाको 5 लाख तलब, सजिलै पिआर, भाषा नचाहिने जस्ता भ्रामक दाबीहरू धेरै देखिन्छन्। तर ती सबै दाबी सत्य हुन् त? आजको भिडियोमा हामी युरोप रोजगारीबारे नेपालीले जान्नै पर्ने 10 महत्त्वपूर्ण कुरा प्रस्तुत गर्दैछौँ र प्रत्येक बुदालाई फ्याक्ट चेक सहित प्रमाणित गर्नेछौँ। 1 नम्बर, सबै युरोपेली देशमा एउटै नियम लागू हुँदैन। धेरैले युरोपलाई एउटै देश जस्तो बुझ्ने गर्छन्। युरोपका प्रत्येक देशको भिसा नीति, तलब, कर, श्रम कानुन र स्थायी बसोबासका नियम फरक फरक हुन सक्छन्। जर्मनी, पोर्चुगल, पोल्यान्ड, रोमानिया, माल्टा र क्रोएसियामा एउटै नियम लागू हुँदैन। 2, युरोप जानु अघि वैधानिक वर्क परमिट अनिवार्य हुन्छ। कतिपयले पहिले जाऊ पछि काम पाइन्छ भन्ने गर्छन्। नेपाल जस्ता गैर EU देशका नागरिकले सामान्यतया सम्बन्धित देशको काम गर्ने अनुमति अर्थात् वर्क परमिट वा वर्क भिजा आवश्यक पर्छ। देशअनुसार प्रक्रिया फरक हुन सक्छ। 3, सबै जागिरमा 4-5 लाख रुपियाँ तलब पाइँदैन। सोसल मिडियामा देखाइने तलब वास्तविक हुनै पर्छ भन्ने छैन। तलब देश, पेसा, अनुभव, सिप र कर कट्टीपछि बाँकी हुने रकमका आधारमा फरक हुन्छ। त्यसैले महिनाको 5 लाख भन्ने दाबीलाई सधैँ वास्तविक दाबी मान्न सकिँदैन। 4, भाषा जान्दा अवसर धेरै बढ्छ। अङ्ग्रेजी मात्र जान्न पर्याप्त छैन। अङ्ग्रेजी जान्नु पर्याप्त छ भन्ने सोच युरोपका लागि गलत हुन सक्छ। विशेष गरी जर्मनी, अस्ट्रिया वा अन्य धेरै देशमा स्थानीय भाषा जान्ने उम्मेदवारले राम्रो अवसर पाउने सम्भावना बढी हुन्छ। 5, रोजगार सम्झौता नपढी हस्ताक्षर नगर्नुहोस्। रोजगार सम्झौतामा तलब, कामको समय, बिदा, ओभरटाइम, बिमा सबै उल्लेख गरिएको हुन्छ। रोजगार सम्झौताको शर्त बुझेर हस्ताक्षर गर्न सम्बन्धित युरोपेली रोजगार मार्गदर्शनहरूले पनि सुझाव दिन्छन्। त्यसो गर्नुभयो भने तपाईँ ठकिने र युरोप गएर दुःख पाउने जोखिम कम हुन्छ। 6, तलबसँगै कर पनि तिर्नुपर्छ। युरोपमा तलब धेरै भए पनि कर पनि लाग्छ। अझ चर्को, धेरै देशमा आयकर र सामाजिक सुरक्षा योगदान काटिन्छ, जसले स्वास्थ्य सेवा, पेन्सन र अन्य सुविधामा योगदान पुर्याउँछ। 7, केही पेसामा नेपालको प्रमाणपत्र मात्र पर्याप्त नहुन सक्छ। जस्तै डाक्टर, नर्स, इन्जिनियर लगायतका क्षेत्रमा अतिरिक्त मान्यता आवश्यक हुन सक्छ। धेरै नियमन गरिएका पेसामा योग्यताको मान्यता वा लाइसेन्स आवश्यक हुन्छ। 8, धेरै पैसा माग्ने एजेन्टबाट सावधान। 100% ग्यारेन्टी, भिसा पक्का भन्ने दाबीले ठगीको जोखिम बढाउँछ। वैधानिक प्रक्रिया, आधिकारिक कागजात र प्रमाणित रोजगार प्रस्तावको पुष्टि गरेर मात्र प्रक्रिया अघि बढाउनु सुरक्षित मानिन्छ। 9, कामदारका अधिकार हुन्छन्। कामदारलाई न्यूनतम सुरक्षा, बिदा र सुरक्षित कार्यस्थलको अधिकार हुन्छ। युरोपेली देशहरूमा श्रम अधिकार, सुरक्षित कार्य वातावरण र कानुनी संरक्षणका लागि व्यवस्था हुन्छन्। तर विवरण देशअनुसार फरक हुन्छन्। त्यसकारण कामदारले आफ्ना अधिकारप्रति सचेत रहन जरुरी हुन्छ। 10 तथा अन्तिम, विदेश जानु मात्र सफलता होइन। सिप, भाषा, बचत र दीर्घकालीन योजना नै सफलताको आधार हो। विशेषज्ञहरूका अनुसार वैदेशिक रोजगारीलाई दीर्घकालीन आर्थिक र व्यावसायिक योजनासँग जोडेर हेर्नु बढी लाभदायक हुन्छ। युरोप रोजगारीका बारेमा निर्णय गर्नु अघि सामाजिक सञ्जालका हल्ला होइन, आधिकारिक सूचना र प्रमाणित स्रोतमा विश्वास गर्नुहोस्। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र यस्तै फ्याक्ट चेक, भिजा अपडेट, युरोप जब्स र नेपाली डायस्पोरा सम्बन्धी भिडियोहरूका लागि हाम्रो च्यानल आजै सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। फेरि अर्को जानकारीमूलक भिडियोमा भेट हुनेछ। नमस्कार।